हेलो एभ्रिवान, नमस्ते सबैलाई। आजको मेरो नयाँ भिडियोसँगै सबैलाई स्वागत छ है त। बिहानीको सुरुवातीसँगै आफ्नै मामा घरको करेस बारीमा पालेको सुँगुरको मासुसँग म चाहिँ भिडियो लिएर आएको छु साथीहरू। सबैले फुल भिडियो हेरिदिनु होला र माया देखाइदिनु होला है त साथीहरू। मैले फेरि एकदम मिठो गरेर बनाएको छु। बिहान ट्रेनिङ गरेर आएँ, ट्रेनिङ गरेर आएपछि अब खाना रेडी गर्नुतिर लागेको थिएँ फ्रेस भएर। अनि के गरौँ त भन्दा फेरि फ्रिजमा हेरेको थिएँ कि होइन, मैले 3 धार्ने बुङ्गुरको मासु खराएर राखेको थिएँ डिब्बामा। 2-4 पिस झिकेर त्यसमा आलु एड गरेर मरमसला हालेर एकदम मिठो बनाएको थिएँ साथीहरू। भिडियोमा हेरिदिनु होला है त। त्यसमा मैले चिप्ली भेन्डी फ्राई गरेर एड गरेछु, डल्ले खुर्सानी एकदमै मिठो छ डल्ले खुर्सानी पनि, अनि काँक्रो निम्बु अनि प्याजसँगै है त साथीहरू। हेर्नु होला, सबै फुल भिडियो हेरिदिनु होला। पहिलो बाइट हान्छु है त यो सुँगुरको मासु सँगसँगै यो ग्रेभी थोरै लिएँ है। अच्छा बनाइदिनु मैले फेरि थोरै दाल एड गर्छु है त। फर्स्ट बाइट लिउँ कस्तो हुन्छ है। डल्ले खुर्सानी आजको स्पेसल डल्ले खुर्सानी हान्नुपर्छ स्वाट भएर। रसै आइसक्यो मुखमा यार। खाइदियो है त साथीहरू। ठुलो बाइटै लिउँ, फर्स्ट बाइट है त। मिठो भएर रहेछ, नुन पनि टक्क लागेछ। पिरो रहेछ, पिरो रहेछ डल्ले खुर्सानी दाममा। चिप्ली भेन्डी फ्राई दाल एड गर्छु। डल्ले खुर्सानी त खतरा पिरो रहेछ यार। थकै पनि लागिरहेको छ। थोरै ग्रेभी एड गरेँ है त। ग्रेभी दामी बनाएको छु मैले, स्पेसलमा लग्यो। मेरो आफ्नै हातको है यो चाहिँ, दामी बनाइदिन्छु मैले फेरि यस्तो खानेकुराहरू चाहिँ। यो सँगै ग्रेभीसँगै झप्प कागती निचारौँ। रस नि फेरि भरिएको रस रहेछ फेरि बाबा। टेस्ट गरौँ है त कस्तो हुन्छ।
दामी हो। आज अचार एड गर्न बिर्सेछु। ठिकै छ, कागती छ नि त, अचार नि अमिलै हुन्छ। बङ्गुरको मासु यति मन पर्न थाल्यो। मैले 3 धानी डिब्बामा खराएर राखेको थिएँ। यत्रो बाटो उठाउँछ यामा। पिरो भात चाहिँ सरलाई भ्याइदिनु। दामी भयो, दामी। Big bite. Sand, the sucker. भेन्डी त यसमा नि कागती निचारेर हानौँ है त, कस्तो हुन्छ। भेन्डीमा कागती निचारौँ। एकैचोटि हानिदिन्छु स्वाटा। अमिलोको स्वाद टक्का हो। Damn.